कारणले गर्दाखेरि जाम लागेको रहेछ होइन। हेरौँ साथीभाइ, यति बेसी बाटो पनि के अप्ठ्यारो भइरहेको छ अहिले 14 माइलको चाहिँ। पानी पऱ्यो कि त बाटो बन्द, त्यस्तो अवस्था छ। बाइक त सुत्नु छ। पिकअपले सामान चढेन क्या गाडी पल्टेछ क्या हौ पर्थ्यो क्या हौ। दुईवटा गाडी रहेछ क्या त्यहाँ सँगै।